उनीहरू पिशाच योनिबाट मुक्त भए। पुष्पवन्ती र माल्यवान पुनः उनीहरूको वास्तविक स्वरूपमा प्रकट भए। उनीहरूको हृदयमा उही पुरानो स्नेह छचल्किरहेको थियो। उनीहरू पहिला जस्तै सुन्दर वस्त्र अलङ्कारले सजिए। उनीहरू दुवैले मनोहर स्वरूप धारण गरेर विमानमा बसी पुनः स्वर्गलोक गए। उनीहरूले स्वर्ग पुगेर इन्द्रको अगाडि गई निकै प्रसन्नताले प्रणाम गरे। उनीहरूलाई यस्तो स्वरूपमा देखेर देवराज इन्द्र निकै खुसी भएर सोधे, तिमीहरू दुवै मेरो श्रापको कारणले पिशाच योनि पाएर यहाँबाट गएका थियौ। अहिले कुन पुण्यको प्रभावले त्यो पापबाट मुक्त भयो? कुन देवताले तिमीहरूको उद्धार गरे? माल्यवानले भने, प्रभु, जया एकादशीको व्रतको प्रभाव र भगवान विष्णुको आशीर्वादले आज हामी पिशाच योनिबाट मुक्त भयौँ। इन्द्रले भने, अब तिमीहरू अमृत पान गर। जो मनुष्यले खुसी मनले एकादशी व्रत गर्छ र भगवान श्रीकृष्णको शरणमा पर्छ त्यो हाम्रो पनि पूज्य हुन्छ। यसरी माघ शुक्ल पक्षमा पर्ने जया एकादशीको व्रतको प्रभावले पिशाच योनिबाट मुक्ति पाई उनीहरू दिव्य देह प्राप्त गरेका थिए। जो मनुष्य यो एकादशीको व्रत बस्छ उसका सम्पूर्ण पाप नाश भई मोक्ष प्राप्त गर्दछ। यी एकादशीमा व्रत बस्नाले ब्रह्म हत्या जस्तो पापबाट समेत मुक्ति पाइन्छ। यो व्रत बस्ने मनुष्यले फेरि कहिल्यै प्रेत योनिमा जन्म लिनु पर्दैन। त्यसैले यत्नपूर्वक जया एकादशीको व्रत बस्नु हामी सबैका लागि लाभदायक हुन्छ। आज मिति 2082 साल माघ 15 गते तिनै जया एकादशीको दिन हो। तपाईहरू सबैलाई जया एकादशीको शुभकामना।